नमस्कार। आज हाम्रो स्कुलमा अचम्म भएको छ। एउटा रुमालले मुख बाँधेर एउटा मान्छे साना विद्यार्थी भाइ बहिनीको कक्षा कोठामा छिरेको छ। चकलेट दिँदै फकाएको छ। चकलेट समाउने नानीलाई समातेर पनि लगेको छ। त्यसपछि चकलेट खान कसैले पनि मान्नु भएको छैन। यसले हाम्रा साना बाबु नानीलाई अपरिचितले दिएको खानु हुँदैन भनेर सिकाएको छ। धन्यवाद। नमस्कार। आज हाम्रो स्कुलमा अचम्म भएको छ। एउटा रुमालले मुख बाँधेर एउटा मान्छे साना विद्यार्थी भाइ बहिनीको कक्षा कोठामा छिरेको छ। चकलेट दिँदै फकाएको छ। चकलेट समाउने नानीलाई समातेर पनि लगेको छ। त्यसपछि चकलेट खान कसैले पनि मान्नु भएको छैन। यसले हाम्रा साना बाबु नानीलाई अपरिचितले दिएको खानु हुँदैन भनेर सिकाएको छ। धन्यवाद। नमस्कार। आज हाम्रो स्कुलमा अचम्म भएको छ। एउटा रुमालले मुख बाँधेर एउटा मान्छे साना विद्यार्थी भाइ बहिनीको कक्षा कोठामा छिरेको छ। चकलेट दिँदै फकाएको छ। चकलेट समाउने नानीलाई समातेर पनि लगेको छ। त्यसपछि चकलेट खान कसैले पनि मान्नु भएको छैन। यसले हाम्रा साना बाबु नानीलाई अपरिचितले दिएको खानु हुँदैन भनेर सिकाएको छ। धन्यवाद। नमस्कार। आज हाम्रो स्कुलमा अचम्म भएको छ। एउटा रुमालले मुख बाँधेर एउटा मान्छे साना विद्यार्थी भाइ बहिनीको कक्षा कोठामा छिरेको छ। चकलेट दिँदै फकाएको छ। चकलेट समाउने नानीलाई समातेर पनि लगेको छ। त्यसपछि चकलेट खान कसैले पनि मान्नु भएको छैन। यसले हाम्रा साना बाबु नानीलाई अपरिचितले दिएको खानु हुँदैन भनेर सिकाएको छ। धन्यवाद। नमस्कार। आज हाम्रो स्कुलमा अचम्म भएको छ। एउटा रुमालले मुख बाँधेर एउटा मान्छे साना विद्यार्थी भाइ बहिनीको कक्षा कोठामा छिरेको छ। चकलेट दिँदै फकाएको छ। चकलेट समाउने नानीलाई समातेर पनि लगेको छ। त्यसपछि चकलेट खान कसैले पनि मान्नु भएको छैन। यसले हाम्रा साना बाबु नानीलाई अपरिचितले दिएको खानु हुँदैन भनेर सिकाएको छ। धन्यवाद। नमस्कार। आज हाम्रो स्कुलमा अचम्म भएको छ। एउटा रुमालले मुख बाँधेर एउटा मान्छे साना विद्यार्थी भाइ बहिनीको कक्षा कोठामा छिरेको छ। चकलेट दिँदै फकाएको छ। चकलेट समाउने नानीलाई समातेर पनि लगेको छ। त्यसपछि चकलेट खान कसैले पनि मान्नु भएको छैन। यसले हाम्रा साना बाबु नानीलाई अपरिचितले दिएको खानु हुँदैन भनेर सिकाएको छ। धन्यवाद।